यो कथा हो विक्रम सम्वत 2060 सालको, जुन बेला नेपालको हरेक गाउँघरमा मोबाइल फोन पुगेको थिएन। मैले त सुनेको थिएँ काठमाडौँमा कस्ता राम्रा राम्रा केटीहरू हुन्छन् अरे। तिनीहरूलाई देखेपछि मलाई त बिर्सिन्छस् होला है। तँलाई थाहा छ आकाशमा कति धेरै ताराहरू हुन्छन्, तर हामीलाई प्यारो त चन्द्रमा लाग्छ नि। त मेरो लागि त्यही चन्द्रमा होस्। ल मेरो जाने बेला भयो, राम्रोसँग बस्ला। जाने बेला अङ्गल हाल्दैनस् बादर नि। जान्छु ल। ओए चुप, किन हाने बलले? यहाँ आँखामा लाग्यो भए के हुन्थ्यो? आँखा फुट्थ्यो। के रे, तेरो आँखा फुटाइदिउ म? फुच्चे मलाई फुच्चे भनेर नहेप्नु है। तपाईँलाई थाहा छ म त यो गाउँको डन हो नि। त फुच्चे डन? यस, नपत्याको केटा हो। देखि अझै हाँस्छस्? तैँले मलाई कुटेको होइन? हो। रोक, तँलाई म आज देखाइदिन्छु। मामी फेरि के भयो यसलाई? किन कराएको? मेरो मामी अलिकति ढिला भएको थिए, बिहा गरिस्? हुँदाहुँदा यत्रो छोरा पनि जन्माइस्? मैले बिहे गरेको छैन कुशल। त्यही त, मैले मेरो मामुको बिहे त देखाएको छैन है मामु। त्यसो भए यो फोरी कसको छोरा हो त नि? ढुक्क बिर्सिस् हैन? यो तेरै छोरा हो। बाबा छोरा यस्तो नराम्रो त म बाबा नै भन्दिनँ।